वाह सरकारको क्या गजबको निर्णय साथीहरू। अब तपाईँको विज्ञता, तपाईँको योग्यता, तपाईँको क्षमता अब सहजै रूपमा उपयोग हुने भएको छ साथीहरू। यसो त अब तपाईँ पनि राजदूत बन्न सक्नुहुन्छ लगभग, किनभने अहिलेको सरकारले यो निर्णय गरेको छ साथीहरू। 35 वर्षको उमेर पुगेको हुनुपर्ने, अनि स्नातकमा चाहिँ उत्तीर्ण भएको हुनुपर्ने, र पूर्व प्रशासकको भने 10 वर्षको रहनुपर्ने, र यही जेठको 22 गते साँझसम्म यो चाहिँ आवेदन फारम अर्थात् यो चाहिँ भरिसक्नुपर्ने है साथीहरू। सबैजना ख्याल गर्नुहोला। योभन्दा अगाडि के हुन्थ्यो भने पार्टीका मान्छेहरूलाई ल्याएर राजदूतमा राख्ने, आफ्नो आफ्नो पार्टीको मान्छेहरू त्यसरी भागभण्डा गरिन्थ्यो। तर अहिलेको सरकारले यो जुन खालको परम्परा छ, जुन खालको एउटा नातावाद कृपावाद छ, यसको यो सरकारले जरैदेखि उखेल्ने प्रयास गरिरहेको छ साथीहरू। यसो त अब तपाईँको विज्ञता, तपाईँको क्षमता, मान्छेको एउटा चाहिँ क्वालिफिकेसन होइन, योग्यता, सबै कुराहरूलाई हेरेर मात्रै प्रतिस्पर्धा, खुल्ला प्रतिस्पर्धाबाट अब राजदूत छनौट अर्थात् चुनिने भएको छ साथीहरू। सरकारको यो निर्णय यहाँहरूलाई कस्तो लाग्यो साथीहरू? आफ्नो राय कमेन्ट गर्नुहोला।